थियो। अनि त्यसपछि अब इन्टरनेट नभएपछि हामी के गरिन्छ होला भनेर सोच्दाखेरि चाहिँ अब समाचार चाहिँ सुनिन्छ पक्कै। समाचारको बारेमा लेखेको छु। मेरो कविताको शीर्षक छ समाचार। सुरु हुन्छ समाचार। नमस्कार, स्वागत छ नेपाल टेलिभिजनको राति 8 बजेको समाचार बुलेटिनमा। म हुँ नवीन भुषाल। सर्वप्रथम यस प्रसारणका प्रमुख समाचार। पृथ्वीको जलसतहमा अस्ति राति गएको जलप्रलयका कारण अप्टिकल रेसाहरू क्षतविक्षत भएका छन्। विश्व इन्टरनेट सेवा अनिश्चितकालका लागि बन्द घोषणा गरिएको छ। इन्टरनेटको अभावमा विश्वका विभिन्न ठाउँहरूमा मानिसहरू छटपटिएर मृत्युवरण गरेको विवरण गोप्य सूचनाबाट प्राप्त भएको छ। ज्योतिषविदहरूले यस जलप्रलयलाई कलियुगको समाप्ति भएको र सत्ययुगमा विश्व प्रवेश भएको दावी गरेका छन्। यता नेपालमा भने एकीकृत झोला पार्टीको भातृ संगठन नेपाल युवा संघले यस घटनाको भर्त्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। अब समाचार विस्तारमा। आजकल सामाजिक सञ्जालका जन्जालमा अलमल्ल परेका